बोलिरहेको भिडियो खिचेर पैसा कमाउन आएको हामीलाई त त्यस्तै लागिरहेछ नि तपाईले क्वेशन गरे हिसाबले क्वेशन बाहेक अरु केही पनि गर्न मिल्दैन सल्युसन कहाँ चलचित्र कर्मीहरुले दिने क्वेशन बाहेक एन्सर तपाईले आफ्नो साथीहरुलाई सोध्नुस् तपाईले गरेको क्वेशन जायज छ कि छैन अरु पत्रकार साथीहरुलाई सोध्नुस् सबभन्दा पहिला जसरी तपाईले सोध्नु भयो किशोरजी मैले रोकेला किशोरजीलाई टुक्राउ ल यदि तपाई हो भने हामी पनि हो मात्रै भन्न खोजेको तपाई हो कि हैन तपाई आफै सोच्नुस् त्यसपछि हामी हो कि हैन भन्ने पनि थाहा पाउनुहुन्छ तपाईले त्यही त चलचित्रलाई चाहिँ चलचित्रको रूपले किन तपाई हेर्न सक्नुहुने के सबै चीजलाई लगेर किन यस्तो रियलिस्टिक साँच्चै नै देश बदल्ने कुरा नै चलचित्रले गर्छ हिसाबले चाहिँ सोच्नुहुन्छ कि हैन गर्नुपर्छ भन्ने मेरो प्रश्न हो हैन क्वेशन गर्ने हो चलचित्रले प्रश्न उठाउँछ बस यति मात्रै हो अनि यसलाई यसरी बुझौँ उहाँको सिनेमाप्रतिको बुझाइको कमी भइसकेपछि यस्तो प्रश्नहरूको हामीले पनि समाधान गर्न के अरे सामना गर्नुपर्छ जस्तो लाग्छ है मैले समस्या बोल्दिन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ हैन समाधान दिने भन्ने नै हैन भन्दैछु मैले तपाईलाई भनिरहेको छु तपाईको आफ्नो बुझाइको कुरा नगर्नुस् क्या म एज अ सिनेमा मेकर मैले मेरो बुझाइ मैले कसरी बुझाएको छु कसरी फिल्म बनाइरहेको छु भनेर भनिरहेको छु हैन तपाईले हामीलाई भर्खरै के भन्नुभयो फिल्म देखाएर मनोरञ्जन के अरे फिल्म देखाएर पैसा कमाउन आउनु भएको हो भनेर तपाईले सोधेको प्रश्नको उत्तर मैले तपाईकै भाषामा दिइराख्दाखेरि तपाईलाई अफेन्ड भइरहनु भएको छ नि तपाई अरे त्यो कमाउँछ भन्ने चीज अरे काम गरिसके पछाडी चाहिँ सबैले पैसा कमाउनु पर्छ जस्तो लाग्दैन चित्रलाई समाजको ऐना नै भनिन्छ र सम्भवतः तपाईहरुले उठान गर्नुभएको विषयवस्तु थोरै हेर्दाखेरि पनि थाहा हुन्छ यो सहकारी ठगी सम्बन्धी नै हो र यो सहकारी ठगी भनेको पछिल्लो समय राजनीतिमा भूकम्प ल्याउने विषयवस्तु पनि हो र आज कयौं जनता सडकमा छन् हैन र हाम्रा छोरीचेलीहरु आज अर्धनग्न भएर हिँडिरहेका छन् यति गम्भीर विषयवस्तु उठान गर्दाखेरि यसको प्रस्तुतिकरण कस्तो छ एउटा प्रश्न र तपाईहरुले समस्या मात्रै देखाउनु भएको छ कि समाधानको पाटो पनि देखाउनु भएको छ मेरो प्रश्न त्यो पनि अर्को एउटा प्रश्न यो विषयवस्तुको उठान गर्दाखेरि यसलाई एउटा फिल्ममा देखाएर पैसा कमाउने माध्यम मात्रै हो कि उहाँहरुको आवाज तपाईहरुले कसरी बोल्नुहुन्छ राज्यलाई तपाईहरुले समाधानको पाटो के कसरी दर्शाउन सक्नु भएको छ र तपाईहरुले फिल्ममा खेलेको क्यारेक्टरले त्यो सडकमा गएर कहिले काहीँ त्यो अर्धनग्न भएको छोरीचेलीलाई भेटेर हामी छौं साथमा भन्नु भएको छ मेरो प्रश्न त्यो कि पर्दामा यसो देखिने हामी कमाउने मात्रै माध्यम हो कि हैन पहिलो सुरुमा त तपाईले भन्नुभएको यस्तो मुद्दा उठाएर तपाईले कमाउने उद्देश्य मात्रै गर्नुभएको हो कि भन्ने जुन प्रश्न गर्नुभयो नि तपाईहरुले देखाउनु भएको छ कि छैन यद्यपि प्रश्न मात्रै हो यो हैन यो तपाईले प्रश्न गरिरहँदाखेरि चाहिँ यो चाहिँ पोलिटिकल हिसाबले सोचेर तपाईले प्रश्न गर्नुभएको हो कि हैन तपाईले एउटा जिज्ञासाको रूपमा मात्रै गर्नुभएको हो कि तपाईलाई त्यही त तपाईले भनेको चीज पोलिटिकल त हरेक कुरामा आउँछ हैन तपाईले भनेको चीज मैले सबै चीज सुनिसके हैन त्यो प्रश्नहरु सबै पनि भनिसक्नु भयो हैन हामी यहाँ एउटा फिल्मको बारेमा कुरा गर्दैछौँ फिल्म त समाज हो नि सर हो समाजबाट नै हामीले फिल्म बनाउने हैन भन्दा कहाँ बाहिर छ र त्यही त तपाईले एउटा सुन्नु न पहिला सबभन्दा पहिला हैन फिल्म भनेको चाहिँ काल्पनिक कथा हो के मनोरञ्जन मात्रै हो त काल्पनिक कथा हो जब यसले चाहिँ समाजको केही चीजहरुलाई उठाएर आफ्नो तरिकाबाट केही न केही त भन्न खोज्छ होला नि त फिल्मले हो त्यो चीज चाहिँ त्यो भन्न खोजेको चीज चाहिँ तपाईलाई फिल्म नहेरी अहिले नै चाहिएको छ हैन मलाई तपाईले त्यो अनि त्यो चीज मैले भने तपाईले जे चीज खोज्दै हुनुहुन्छ नि म तपाईलाई एउटा क्वेशन गर्छु है तपाई यहाँ हामीहरुले बोलिरहेको भिडियो खिचेर पैसा कमाउन आएको हैन हैन हामीलाई त त्यस्तै लागिरहेछ नि तपाईले क्वेशन गरे हिसाबले मेरो प्रश्न के भने समाजको यथार्थ चलचित्रले बोल्छ यो गम्भीर विषय उठान गर्दाखेरि त्यही त चलचित्रलाई चाहिँ चलचित्रको रूपले किन तपाई हेर्न सक्नुहुने के सबै चीजलाई लगेर किन यस्तो रियलिस्टिक साँच्चै नै देश बदल्ने कुरा नै चलचित्रले गर्छ हिसाबले चाहिँ सोच्नुहुन्छ कि हैन गर्नुपर्छ भन्ने मेरो प्रश्न हो हैन क्वेशन गर्ने हो चलचित्रले प्रश्न उठाउँछ बस यति मात्रै हो क्वेशन बाहेक अरु केही पनि गर्न मिल्दैन सल्युसन कहाँ चलचित्र कर्मीहरुले दिने क्वेशन बाहेक एन्सर गर्दैन एन्सर भनेको समाधानको पाटो चलचित्रले देखाउँदैन अनि यसलाई यसरी बुझौँ उहाँको सिनेमाप्रतिको बुझाइको कमी भइसकेपछि यस्तो प्रश्नहरूको हामीले पनि समाधान गर्न के अरे सामना गर्नुपर्छ जस्तो लाग्छ हैन तपाईको आफ्नो बुझाइको कमजोरी हो भन्ने लाग्छ सिनेमाले एज अ फिल्म मेकर एज अ म कथावाचक चाहिँ मैले समस्या बोल्दिन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ हैन समाधान दिने भन्ने नै हैन मलाई समस्या मात्रै देखाउने भने त
के भएर त्यसको अर्थ त्यो तपाईँको बुझाइ भयो क्या। त्यो बुझाइमा कति तपाईँ सही हुनुहुन्छ गलत हुनुहुन्छ पहिला आफूलाई एनालाइसिस गर्नुहोस् जस्तो लाग्छ होइन। अब गरेरै भन्दैछु एज अ सिनेमा मेकर मैले प्रब्लम उठाउन सक्छु, त्यसको समाधान मैले दिन सक्दिनँ क्या। मेरो जबै होइन होइन, म त एउटा कथा वाचन गर्ने मान्छे न हो, मैले कथा भन्ने हो। समस्याको समाधानको पाटो पनि देखाउन सक्छ। त्यो कथा चाहिँ काल्पनिक पनि हुनसक्छ, समाजबाट लिएको पनि हुनसक्छ, यथार्थ कथा पनि हुन्छ होइन। त्यस कारणले यो अहिले मेरो महाभोज चलचित्र भने समाजभित्रको कथा भयो होइन। त्यो समस्या के हो त होइन त मैले भन्दैछु, मैले तपाईँलाई भनिरहेको छु तपाईँको आफ्नो बुझाइको कुरा नगर्नुहोस् क्या। म एज अ सिनेमा मेकर मैले मेरो बुझाइ मैले कसरी बुझिरहेको छु, कसरी फिल्म बनाइरहेको छु भनेर भनिरहेको छु होइन। एउटा सामान्य मान्छेमा त फरक छ नि सर। तपाईँ त निर्देशक हो, तपाईँले समाज बुझ्नु भएको छ, तपाईँले हरेक कुरा बुझ्नु भएको छ। समस्याको अलिकति छोट्याउनु पर्ने छ है, हल छोड्नु पर्ने छ, बाहिर सोधौँला। ठिक छ, तपाईँको चिन्ता तपाईँको आफ्नो ठाउँमा ठिक होला होइन। एज अ सिनेमा मेकर तपाईँहरू समाजको कथा मुद्दा उठाउनुहुन्छ, त्यसको समाधान चाहिँ तपाईँ दिन सक्नुहुन्छ भन्ने क्वेसन तपाईँले हामीलाई गरिरहनु भएको छ होइन। त्यो तपाईँको बुझाइअनुसार गरिरहनु भएको छ, ठिक छ। त्यसमा हामीले भन्ने खास कुरा केही छ जस्तो लाग्दैन। तपाईँले हामीलाई भर्खरै के भन्नुभयो, फिल्म देखाएर मनोरञ्जन के अरे फिल्म देखाएर पैसा कमाउन आउनुभएको हो भनेर तपाईँले सोधेको प्रश्नको उत्तर मैले तपाईँकै भाषामा दिइरहँदाखेरि तपाईँलाई अफेन्ड भइरहनु भएको छ नि। तपाईँ चलचित्र मार्फत व्यावसायिक चलचित्र हो नि यो त होइन, व्यावसायिक हो चलचित्र अरे त्यो कमाउँछ भन्ने चिज अरे काम गरिसके पछाडि चाहिँ सबैले पैसा कमाउनु पर्छ जस्तो लाग्दैन। सामान्य हिसाबले भिडियो खिचेर पैसा कमाउन आएको भन्ने जवाफ मलाई चाहिँ होइन, तपाईँको क्वेसनले नै सबभन्दा पहिलो कुरो त तपाईँले जुन प्रश्न गर्नुभयो नि, तपाईँले आफ्नो साथीहरूलाई सोध्नुहोस् तपाईँले गरेको क्वेसन जायज छ कि छैन, अरू पत्रकार साथीहरूलाई सोध्नुहोस् सबभन्दा पहिला जसरी तपाईँले सोध्नुभयो। किशोरजी मैले रोकेला किशोरजी यसलाई टुङ्ग्याउँला। हामी एक गीततर्फ लागौँ, अहिले हामी अर्को उसमा चाहिँ हल छोड्नु पर्ने छ, फेरि हामीले अर्को सो पनि किन्नु पर्ने हुन्छ, समस्या हुन्छ, टिकट बिक्री भइसकेको छ। अमिषाले केही सोध्न खोज्नु भएको थियो, भयो ठिक छ। त्यसो भए हामी सघाउनुतिर लाग्छु ल। म एकदम छेमी होइन। भिडियो के अरे एउटा लास्ट निश्चलले भनेको कुरालाई तपाईँलाई म क्लियर गरिदिन चाहन्छु कि तपाईँले चाहिँ पहिला के भन्नुभयो भने तपाईँले समाजको मुद्दा उठाएर क्वेसन गरेर पैसा कमाउन आयो हो त। यदि तपाईँ हो भने हामी पनि हो मात्रै भन्न खोजेको। तपाईँ हो कि होइन तपाईँ आफै सोच्नुहोस्, त्यसपछि हामी हो कि होइन भन्ने पनि थाहा पाउनुहुन्छ तपाईँले। हस् धन्यवाद। होइन एउटा भिडियोमा मैले उसो अलरेडी बिहे गर्छु होइन मल्लिका होइन। दिनेश पहिला एकदमै म्युजिकल सिनेमा बनाउँछु भन्ने मान्छे, गीत बनाए, गीत भएको सिनेमा बनाएको सबै गरेर त पहिलो एक्सपिरियन्स भयो कि दिनेशसँग यत्रो सिनेमा जर्नीमा गीत भएर मन नभएको।